ल आउनुहोस् मसँगै लसनबाट खाजे सेमेन्स्यो त नोजे सेमेन्स्यो निकालौँ है त। पहिला ल्याङ्ग्वेज चुज गरौँ। इङ्ग्लिसबाट गऱ्यो भने चाहिँ हामीलाई अलिकति सजिलो हुने भएर हामी गाईको बुझिन नि त, त्यही भएर इङ्ग्लिसमा चुज गरौँ। इङ्ग्लिस चुज गरेपछि एकछिन वेट गर्नु भन्छ। रिडिङ डाटा प्लिज वेट भन्यो। अब चाहिँ सर्टिफिकेट इस्युएन्स भन्ने क्लिक गरौँ। क्लिक गरिसकेपछि त्यहाँ के गर्नु, कन्फर्म गर्नु भन्यो होइन। अनि त्यसै भने त्यसले भनेको प्रोसेस अनुसार चाहिँ गर्दै जाउँ। प्लिज वेट अ मोमेन्ट भन्यो, एकछिन चाहिँ वेट गर्नु पऱ्यो है। एकछिन वेट गरौँ। त्यसपछि त्यहाँनिर भन्छ केबाट निकाल्ने भने माई नम्बर कार्ड चुज गरौँ होइन। हामीसँग माई नम्बर कार्ड हुन्छ। माई नम्बर कार्डलाई चाहिँ त्यो स्क्यान गर्ने ठाउँमा चाहिँ प्लेस गर्नु पऱ्यो है, त्यो ठाउँमा राख्नु पऱ्यो चिप्सले रिड गर्ने तरिकाले। अनि त्यहाँ चाहिँ सर्टिफिकेट इस्युड एट नगरपालिका भन्छ होइन, नगरपालिकामा इस्यु गरेको चाहिँ। अनि त्यो माई नम्बर कार्डको चाहिँ पासवर्ड हाल्नु नि त हामीले है। आफ्नो माई नम्बर कार्डको पासवर्ड के राखेको थियो। अब चाहिँ पासवर्ड हानिसकेपछि त्यहाँ निकाल भन्छ, निकाल्नु पऱ्यो होइन। त्यसपछि नेक्स्ट प्रोसेस उसले चाहिँ भित्रको रिड गर्दै हुन्छ। हामीले चाहिँ खाजे नजे निकाल्दैछौँ नि त, त्यही भएर माई नम्बर कार्डबाट चाहिँ कम्पनीबाट यति सजिलो निकाल्न सकिन्छ क्या। अझै प्रोसेसहरू थोरै बाँकी छ। अब चाहिँ कपी अफ रेसिडेन्स रेकर्ड भन्यो नि, हामीलाई चाहिएको चाहिँ सेकेन्ड नम्बरको खाजे नजे भन्ने चाहिँ। यसमा खाजे सेमेन्स्यो नजे सेमेन्स्यो त्यसमा क्लिक गर्नु पऱ्यो होइन। त्यो खाजे सेमेन्स्यो नजे सेमेन्स्योवाला त्यही अप्सन हुन्छ, त्यसमा क्लिक गरौँ। अनि त्यसपछि चाहिँ नेक्स्ट प्रोसेस जान्छ। त्यहाँ क्लिक भयो है। अब चाहिँ कुन वर्षको निकाल्ने भन्छ। हाम्रो चाहिँ एउटा हाचिनेनको मात्र बाँकी भएको कारणले हाचिनेनको गरे हो। कति प्रति चाहियो भनेको 1 प्रति चाहियो होइन हामीलाई कपी, त्यही भएर 1 क्लिक गऱ्यो होइन। त्यहाँ चाहिँ नाम देखाउँछ, आफ्नो डिटेल चाहिँ खाकुनिन गर्नु पऱ्यो है, कसको हो कति चाहियो भनेर। खाकुनिन गरिसकेपछि चाहिँ नेक्स्ट प्रोसेस फेरि खाकुनिन हुँदैछ है। त्यहाँ एकचोटिको 300 रुपियाँ चाहिँ लाग्छ है 1 प्रतिको। त्यही भएर ल अब चाहिँ पैसा हाल भन्छ होइन। कति प्रति चाहियो कस्तो निकाल्नु पऱ्यो, स्टार्ट प्रिन्टिङ गर्नु पऱ्यो। ल अब चाहिँ हामीले स्टार्ट प्रिन्टिङ गरेको छौँ। त्यति भइसकेपछि उताबाट प्रिन्ट भएर निस्किन्छ 1 प्रति चाहिँ 300 रुपियाँ चाहिँ लाग्छ है। त्यसको खाजे नजे निकाल्नको लागि चाहिँ नगरपालिका अफिस भनौँ न, स्याक्सो अथवा कोयाक्सो नगए पनि हामीले कम्पनीबाट निकाल्न सकिन्छ भनेर चाहिँ प्राइभेसी हुने भएर चाहिँ उल्टो पेपर बनाएर निकालिदिन्छ क्या। अनि त्यति गरेपछि हाम्रो खाजे सेमेन्स्यो नजे सेमेन्स्यो निस्क्यो। सजिलो छैन त? यति सजिलै हुने भएपछि किन जाने। ल लाइक कमेन्ट सेयर र सब्सक्राइब चाहिँ गरिदिनु ल।